रूपहरी महामहतम पुंज चासु वचन रविकर्णिक अखण्डमण्डलकारं व्याप्तेन चराचरं तत्पदं दर्शितं मेन तस्मै श्री गुरुवे नमः। श्री सद्गुरुदेव महाराज की जय। जगत जननी श्री माता जी की जय। परमपिता परमात्मा ज्ञानदाता श्री सद्गुरुदेव महाराज को शरणमा धन्यवाद प्रणाम गर्दै मञ्चमा आसीन सम्पूर्ण अति आदरणीय गुरुजन प्रति कोटि कोटि नमन चढाउँदै र सम्पूर्ण जति पनि आज यस तीर्थस्थलमा उपस्थित हुनुहुन्छ सम्पूर्ण मेरो दाजुभाइ दिदीबहिनी मातापिता सम्पूर्णलाई मेरो आन्तरिक हृदयबाट नमन गर्दै म केही शब्द तपाईँहरू समक्ष निमित्त बनेर बोल्नेछु र मेरो टपिक परेको छ सिक्किममा बढ्दो सुसाइड र यसलाई कसरी निवारण गर्नुपर्ने हाम्रो रिलिजियस पर्सपेक्टिभ कस्तो कस्तो छ त भन्ने कुरामा मेरो टपिक परेको छ र म यथार्थको कुरामा गर्न चाहन्छु। आज जति पनि स्टेटमा सारा संसारमा सुसाइडको केसहरू परेको छ मान्छेको मन कन्ट्रोल नभएको कारणले गर्दा हो। मान्छेको मन कन्ट्रोल कसरी भएन भन्दाखेरि हामीले खालि थ्योरिटिकल कुराहरूलाई हेऱ्यौँ भने चाहिँ यो कुरा हुन्छ। जसले थ्योरिटिकल सँगसँगै प्र्याक्टिकल कुरालाई जानेको छ बुझेको छ त्यो व्यक्तिको मन कहिले पनि नराम्रो जग्गामा जाँदैन। जो चार वेदको भेद छ, जो ईश्वरको द प्राइमोडल भाइब्रेसन आदि स्पन्दनको जुन चाहिँ ज्ञान छ, जो हामी गरुड पुराणमा हामी सुन्न पाउँछौँ, महापुराणमा हामी सुन्न पाउँछौँ, चार वेदको ज्ञान ईश्वरको स्वरूप लाइट साउन्डको फर्ममा र स्पन्दनको फर्ममा हरेक व्यक्तिको शरीरमा हरेक जग्गामा कण कणमा छ। त्यस कुरालाई हामीले यदि प्र्याक्टिकल रूपमा हामीले जान्यौँ भने अकाल मृत्यु हुँदैन र भनिन्छ अकाल मृत्यु हरणम सर्वव्याधि विनाशनम। यस्तो खालको ज्ञान हामीले पाउनुपर्छ जसले चाहिँ मान्छेको मन नियन्त्रणमा होस्। लाइटलाई हामी देख्न सक्नु पर्यो। हामीले थर्ड आई ओपनिङ हुनुपर्छ। जसरी हामीले उपनयन संस्कार गर्छौँ 16वटा संस्कारभित्रमा एउटा संस्कार उपनयन संस्कार जसलाई हामीले वर्तमन्द पनि भन्छौँ। त्यो 12 वर्षको भित्रमा यदि एउटा व्यक्तिले यो ज्ञान पायो, यदि उपनयन संस्कार गर्यो भने त्यो मान्छे नराम्रो जग्गामा जाँदैन, नराम्रो कुरा खाँदैन, उसले नराम्रो स्टेप चाल्न सक्दैन भनेर भनेको छ। तर आज हामीले हेर्नु पर्यो भने जसले जनै लगाइरहेको छ, जसले उपनयन संस्कार गर्छ, त्यही व्यक्तिले सुसाइड गरिरहेको छ। वाइ भन्दाखेरि उसले खालि थ्योरिटिकल ज्ञान मात्रै पायो। यदि उसले प्र्याक्टिकल ज्ञान पाउँथ्यो भने जुन प्रकारले ग्रन्थमा बताइएको छ, शास्त्रमा बताइएको छ, जुन हाम्रो पुर्खाहरूले हिँडेको बाटो, शास्त्रको बाटो उस्तै हिँडेको थियो र प्र्याक्टिकल ज्ञान पाएको थियो भने उसको मन 100% कन्ट्रोल हुन्थ्यो। उसले सुसाइड गर्न सक्थेन र गर्दैन पनि। यो 100% हो। र म यहाँदेखि यही भन्न चाहन्छु, हामीले ग्रन्थ पढ्नु मात्रै होइन, शास्त्र पढ्नु मात्रै होइन, शास्त्रले देखाएको निचोड के हो, त्यो प्र्याक्टिकल के हो, भगवान्लाई हामीले आम्ने सामने देख्न सकिन्छ, लाइटको फर्ममा देख्न सकिन्छ, साउन्ड अनाथ हामी सुन्न सकिन्छ, अमृतपान हामी निस्यदिन गर्न सकिन्छ र हामी स्मरण सुमिरन गर्न सकिन्छ। यदि व्यक्तिले सुमिरनको अर्थ बुझ्यो भने भगवान्को नामको गुणवाचक नामको कुरा मैले गरिनँ। यदि भगवान्को त्यो अजापा गायत्री जो हाम्रो यो शब्द 52 अक्षरमा छैन, त्यो नाम भगवान्को नाम उसले जान्यो भने जस्ता हरि नाम राम नाम भनियो तर कर्म होइन, अर्को यो अक्षर 52 अक्षरभित्र नपर्ने जुन चाहिँ छ अजापा गायत्रीको यदि ज्ञान पायो भने एसदेखि सुसाइड होइन, एसदेखि उसले स्मरण भन्ने कुरा, सुमिरन भन्ने कुरा गर्छ। र आज संसारमा यो यस्तो परिस्थितिमा पनि ऊ बाँचेर उसको अकाल मृत्यु नै हुँदैन। अकाल मृत्यु हर्न भनेको जुन चाहिँ ज्ञान छ त्यो हामीले थ्योरिटिकल सँगसँगै प्र्याक्टिकल हामीले जान्न जरुरी छ, हामीले खोज्न जरुरी छ। हामी दैत्य बन्छ कि हाम्रो अन्धाधुन्दामा गएर हामी आज युथ जस्तै पनि जो पनि आज यहाँ हुनुहुन्छ, यति हुनुहुन्छ, मैले बोलेको तपाईँहरूलाई यतिखेर मात्रै अर्थ हुन्छ जब तपाईँहरूले यो व्यक्तिले भन्दै गरेको कुरा के छ त, यो मान्छेले के भन्नु चाहेको, के चाहिँ छ प्र्याक्टिकल ज्ञान। भगवान्को नाम त अजापा छ अरे, तर यो राम कृष्ण भगवान् जति पनि महान पुरुषहरूको कुराहरू गरिन्छ त्यो चाहिँ के हो त, यसको यथार्थलाई तपाईँ हामीले स्टेप चाल्यौँ भने आजको यो प्रोग्राम पनि फलीभूत हुनेछ भन्दै
आज संसारमा सद्भावना फैलाउँ तपाईँ हामी मिलेर। अकाल मृत्यु जुन चाहिँ यो नहोस्, समाजमा आत्महत्या नहोस् भनेर हामी स्टेप चालौँ। तत्त्वदर्शी महान पुरुष गुरुको शरणमा जाउँ र त्यहाँ गएर त्यो ज्ञानलाई पाएर आफ्नो जीवन सुख र शान्तिले बिताउँ भन्दै तपाईँहरूसँग म फेरि भेट्नेछु। श्री सद्गुरुदेव महाराज की जय।